आज भन्सारको कारणले गर्दा आन्दोलन धेरै ठुलो आन्दोलन भइरहेको अवस्था छ। तपाईहरु हेर्दै गर्नुहोला यो भिडियो मार्फत। हेर्नु पुरै चक्का जाम गरिएको छ। यहाँ टायर सायर जलाइरहेको अवस्था छ। हेर्दै गर्नुहोला कति मान्छे छ। सबभन्दा भारी आन्दोलन चाहिँ आज गरिएको अवस्था छ। यो गाडी चाहिँ लगभग 10 किलोमिटरसम्म रुकिएको अवस्था छ। हेर्दै गर्नुहोला तपाईहरु। सबै पुलिस प्रशासन सुरक्षाकर्मीहरू आएको छ र यसमा आन्दोलन धेरै ठुलो आन्दोलन भइरहेको छ। यसमा तपाईहरु हेर्दै गर्नुहोला। एउटा पनि गाडी पूर्वदेखि पश्चिमतिर गइरहेको छैन र पश्चिमदेखि पूर्वतिर गइरहेको अवस्था छैन। तपाईहरु हेर्दै गर्नुहोला। लगभग 10-15 किलोमिटरसम्म यो गाडी जाम गरिएको अवस्था छ। तपाईहरु हेर्दै गर्नुहोला। सबभन्दा ठुलो आन्दोलन गरिएको छ र अब केही छिनमा यो आन्दोलन खुल्ने नै छ। बिस्तारै यो आन्दोलन चाहिँ बढ्दै गइरहेको छ। यो चाहिँ भन्सारको कारणले गर्दा आन्दोलन गरिएको अवस्था छ। लगभग 10-15 किलोमिटरसम्म अबसम्म अहिले चाहिँ गाडी जाम लागिसकेको अवस्था छ। हेर्दै गर्नुहोला तपाईहरु। र पुलिस प्रशासनले यो गाडी हटाउन खोजिरहेको छ र गाडी नहटाउने यो जनताको कहाइ हो। बिस्तारै यो आन्दोलन बढ्दै तनावमा गइरहेको अवस्था छ।